हाई साथीहरू, आज मैले यो गर्मीमा खाने हेल्दी बेलको शरबत बनाउँदैछु। सबैभन्दा पहिला बेललाई यसरी दुई पक्टेला पारेर फोड्ने। बेल फुटाइसकेपछि अब यसलाई एउटा बाउलमा चम्चाको मद्दतले सबै काछेर निकाल्ने। यसरी सबै दुईटै बोक्राबाट यसरी निकालेर एउटा बाउलमा राख। अब यसमा अलिकति पानी हालेर मजाले मिच्ने। यो सबै बेललाई मजाले मिचिसकेपछि अब यसमा मैले फेरि अलिकति पानी हालेर अब यसलाई एउटा जालीमा मैले यसरी छान्छु। यो जालीमा छान्दाखेरि यसको यो छोक्राहरू सबै जालीमा बस्छ। अब तलपट्टि यसको लेदो मात्रै रहन्छ। अब यसमा मैले आवश्यकता अनुसार पानी एड गर्छु। यो बेलको शरबत गर्मीमा एकदम राम्रो हुन्छ। अपच पेट पनि ठीक हुन्छ। यो क्यालोरीले भरपुर हुन्छ र यसले सबभन्दा राम्रो त डाइजेसन राम्रो गर्छ। यस्तो वैशाख जेठको गर्मीमा हाइड्रेसनको लागि आमपन्ना, बेलको शरबत, कान्जी बनाएर खाइरहनु पर्छ। बेल आफैमा गुलियो भएको हुँदा यसमा चिनी या सक्खर हाल्न जरुरी छैन। गर्मी भएको हुँदा ठन्डाको लागि मैले 1-2 क्युब आइस हालेर हेल्दी बेलको शरबत पिउनको लागि रेडी गरेँ। यो बेल वैशाख जेठमा मात्रै पाइने हुँदा हजुरहरूले पनि यसको शरबतको लाभ उठाइहाल्नु होला।